हल्ला चलेछ अझै चर्चा चलेछ यता छ यी मैले समाउने हो ल ल ल यता यता हल्लाको संसार आउँदैछु म माया नमारा अल्लाह ल सुन्दर केही बोलिदेऊ यहाँ मेरो युट्युब च्यानलमा नबनाऊ ल लक्ष्य हाम्रो यो मेरो मेरो होइन हाम्रो ठाउँ राम्रो छ नि कतिको राम्रो फिलिङ भइरहेछ है अनि त्यता यता के छ हालचाल ल ल नेपाल एयरलाइन्सको पाइलट म चाहिँ यो प्लेनमा चढ्दा तपाईँलाई कस्तो अनुभव भइरहेछ प्लेनमा चढ्दा होइन मैले चलाउने चाहिँ मै हो पाइलट चाहिँ मै हो होइन यो प्लेनमा कतिको सजिलो छ चढ्दाखेरि एकदम सजिलो छ अनि कहाँ छैन म चाहिँ त्यहाँ परेको थिएँ कि ऊ त्यो झ्याउमा तल हेर्दा चाहिँ कमिलै देखिरहेको थियो त कसम यार साँच्ची नै मैले अनि तल तल उडाएको थिएँ तल उडाएको थिएँ त्यही भएर होला है राम्रो भयो नि यात्रा सफल भयो हेर्नु होला यहाँनिर चाहिँ ट्रेनको पङ्खा छ होइन अहिले काट्नै छुट्छ धेरै हात नलाउँ होला होइन हात लाउनु हुँदैन त्यहाँ अगाडिको टायर चाहिँ तपाईँहरू कुद्नुसम्म उड्या कहाँनिर गएर थाहा चाहिँ छैन त्यो सगरमाथामा अरे माथामा गएर ठोकिने हो कि त्यो उमा गएर ठोकिने हो तर थाहा चाहिँ छैन अनि अरू यता आउनु होला वेलकम टु माई न्यू भिडियो आजको भिडियो चाहिँ कैलाश गाउँपालिका वडा नम्बर 2 को यो के पार्क आएन है यता म गाइजहरू के पड्काउने बेला च्याङमा के पड्काउने बेला ताली पड्का आउने केटाहरू ल ल ल यो ठाउँको बारेमा के भन्नु पर्यो स्वर सुकिरहेको होइन ह्यान्ड फाइनली गाइज होइन के कस्तो लाग्छ हेरिदिनु होला हाम्रोतिर होइन यतातिर उ छ होइन अब यस्तो पानीहरू छ होइन यहाँ झर्ना थियो अब अहिले चाहिँ अलिकति यहाँ लाइन नआएको कारणले नआएको कारणले भएको छैन अनि त्यहाँबाट यतातिर प्लेन छ हाम्रो के कस्तो लाग्छ हेरिदिनु होला पाइलट चाहिँ म यहाँ दिएर पाइलट चाहिँ यतातिर छ तर चुरोड होइन मान्छेले ए चुरोड यो कतिको उ छ हेर्नु होला यो टेकोले टेको काटेर ले प्लेनको टायर भन न कस्तो टायर छ के को टायर नि प्लेनको तर यो प्लेनको टायरै हो नि यार प्लेनकै हो टायरै छ होइन अब हामी चाहिँ यता अगाडिबाट कृपया बढ्दैछु हामी पुरा यस्तो घुम्ने कि यस्तो घुम्ने हो पछाडिबाट घुम्ने हो त्यो होस् यता चाहिँ पछाडि छ यो भयो ढोका होइन हामीले चाहिँ त्यो होस् ढोका यता यो बोल्ने चाहिँ एकदम बोका यता भयो ढोका यतातिर भयो बोका अब के कस्तो लाग्छ हेरिदिनु होला धेरै चाहिँ बोक्नु आउँदैन होइन त्यो होस् यता छिर्नु मन लाग्यो ल जस यतातिर जुन छ भने यतातिर घाम छ त्यसपछि यतातिर म्याडम हुनुहुन्छ होइन त के कस्तो लाग्छ ल भनिदिनु होला मैले भने तिमीले भन्यो सो सबैजनालाई नमस्कार मेरो नाम रामचरण तामाङ म अहिले चाहिँ कास भने यो अहिले यहाँनिर एकदम ब्युटिफुल छ सबैतिरबाट भ्यू देखिने होइन सबैतिर देखिने भ्यू छ अनि उतातिर हेऱ्यो भने डाँडाकाँडा यतातिर हेऱ्यो भने सबै यहाँनिर चाहिँ एकदम
रमाइलो हुन्छ क्या इन्जोय गर्नको लागि चाहिँ यो कुन चाहिँ हो यो काले न काले यो मुजी कामी जस्तो भन न अनि यतातिर आउन चाहिँ हल्ला नगर न केटा हो रमाइलो पनि छ होइन यहाँनिर आएर यता बोल्ने मान्छेले डिस्टर्ब हुन्छ क्या हामी चाहिँ धेरै पटक लड्दै आएको छौँ यहाँनिर अनि म त एकपल्ट पनि लडाएँ है आउनुहुन्छ सिलगढीमा पनि एकपल्ट पनि लडेर फेरि कहाँ लड्दै लड्दै भन्छ हामी लड्दैन अनि भोलिपर्सि घरमा है कस्तो होला उही लड्यो र यहाँ हामीले पनि लड्यो भन्छ यहाँ आफै लडेर हामीले लड्यो भन्ने के होइन होला है यो लड्यो भन्छ यहाँ सबैजनालाई वेलकम छ यस बैकुण्ठ पार्कमा होइन वाह 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 इङ्ग्लिसबाट भन्छ अलि इङ्ग्लिसबाट भन्ने गर अनि यहाँनिर आउनको लागि चाहिँ इङ्ग्लिसबाट भनेको निकै टाढो भन्दाखेरि कति किलोमिटर त्यही 30-40 किलोमिटर जति होला यहाँनिर 13 किलोमिटर हो हाइवेबाट कस्तो हाइवे हाइवे उयो यो डाँडा उतापट्टि बनायो भने हुन्छ बनायो भने हुन्छ क्या छ अहिले त छैन यो गजोरी 40बाट आउने हो भने चाहिँ यहाँनिर त्यही 20-30 किलो के अरे 40 किलोमिटर जति चाहिँ 61 किलो यहाँनिर चाहिँ एकदम ब्युटिफुल छ क्या सब होइन अनि यता ग्याङहरू छ यता आएको तोरी ग्याङहरू एकदम खुसी आनन्द लिएर कालो सबैजनालाई वेलकम छ सबैजना आउनु पऱ्यो होइन यता पछाडि अनि म चाहिँ यता यो बौद्ध के भन्छ यो यस्तो यो छ होइन यहाँ हामी चाहिँ आज आएको छौँ गाई यता पुरै तिरबाट देखाउँछु ठुलै छ यो काठमाडौँको बौद्ध यो मकवानपुरको बौद्ध है दामी छ यता झन् दामी यो यसले गर्दा झन् खतरा भएको छ है भिडियोमा त राम्रो नदेख्ला तर यहाँ आयो भने चाहिँ खतरा छ क्या माछाले उयो हुन्छ नि है यता जिप लाइन पनि छ त्यहाँ जिप लाइनमा 150 तिर्नुपर्छ 150 कसले भने केटाहरूको कुरो सुन्नु नि हुन्छ मलाई सोध्दैन यार को कताको होइन के कहाँ सबै मुजी त्यो अघि राम्रो छ त्यो त हच्चा भन्यो भने है हच्चा भन्यो नि है हच्चा न मिल्या मैले चिन्छु क्या त्यो के अरे यता जाउँ ल सो गाइज हामी चाहिँ यो म चाहिँ यो माथि जान लागेको छु डरलाई सुनेको साल यता यो तार काट तार चट्ट दामी छ यार यो चाहिँ यो